हस्, धेरै धेरै धन्यवाद आदरणीय प्रशिक्षक, नवोदयमान प्रशिक्षक, साथसाथै आजको यस कार्यक्रमका कुशल उद्घोषक विष्णु भुषाल सरलाई। तिमीले नदेखेको शक्ति पनि तिमी भित्र बाँचिरहेको हुन्छ। नमस्कार सम्पूर्ण उपस्थित आदरणीय व्यक्तित्वहरूमा। म हुँ राधिका अधिकारी, मेरो जन्मघर हो तनहुँ र हालको बसाई काठमाडौँ। पेसाले म एक शिक्षक, प्रशिक्षक, साथसाथै एक प्रेरक वक्ता। आदरणीय उपस्थित महानुभावहरू, आज हाम्रो यस जागरण एकाडेमी एन्ड रिट्रिट सेन्टर प्राइभेट लिमिटेडले टिओटी टट अर्थात् ट्रेनिङ फर द ट्रेनर्स कार्यक्रमको फाइनल प्रेजेन्टेसन ओजेटी अर्थात् अन द जब ट्रेनिङ कार्यक्रम सञ्चालन गरिरहेको छ। र यो कार्यक्रम आज मात्रै नभएर हाम्रो आज र पर्सि शुक्रबार पनि रहनेछ। भोलि चाहिँ किन नभएको म्याम भन्ने प्रश्न हजुरहरूको मनमा उब्जिरहेको छ भने भोलि चाहिँ हाम्रो यही टट कार्यक्रमको फ्री ओरिएन्टेसन क्लास रहनेछ। त्यसैले हामीले भोलि ग्याप राखेर पर्सि चाहिँ यस्तै कन्टिन्यू गर्नेछौँ भने भोलिको कार्यक्रममा पनि यहाँहरूलाई जोडिनको लागि हार्दिक अनुरोध भने अवश्य पनि गर्दछौँ। आदरणीय उपस्थित महानुभावहरू, आजको हाम्रो यो कार्यक्रम अघि नै हाम्रो उद्घोषकज्यूले भनिसक्नु भएको छ, 7 बजेदेखि 9 बजेसम्म 2 घण्टाको समयसम्म रहनेछ। र त्यो 2 घण्टाको अवधिभित्र हाम्रो 5 जना नवोदयमान प्रशिक्षकज्यूहरूले 5 वटा फरक फरक विषयहरूमा आफ्नो प्रस्तुति दिनुहुनेछ। ती 5 वटा विषयहरू के हुन् त भन्दा, एउटा हो अभिभावकीय कला अर्थात् आर्ट अफ प्यारेन्टिङ, त्यस्तै लक्ष्य निर्धारण, महिला सशक्तिकरण, नेतृत्व विकास र सामाजिक सञ्जाल व्यवस्थापन भन्ने विषयहरूमा चाहिँ प्रस्तुति रहनेछ। त्यस्तै पर्सि शुक्रबार पनि हाम्रो 5 वटै फरक फरक विषयहरूमा हाम्रो प्रस्तुति रहनेछ। पर्सि शुक्रबारको लागि चाहिँ हामीसँग छन् समय व्यवस्थापन, त्यस्तै व्यक्तित्व विकास, वित्तीय व्यवस्थापन, अवचेतन मनको शक्ति र तनाव व्यवस्थापन गरेर शुक्रबार पनि 5 वटा फरक विषयहरूमा हाम्रो प्रस्तुतिहरू रहनेछ। र मलाई विश्वास छ यहाँहरू सम्पूर्ण उपस्थित महानुभावहरूले शुक्रबार पनि आफ्नो उपस्थिति जनाएर हाम्रो ट्रेनरज्यूहरूलाई हौसला र प्रेरणा पक्कै पनि प्रदान गर्नु नै हुनेछ। आदरणीय उपस्थित महानुभावहरू, हाम्रो यस जागरण एकाडेमी एन्ड रिट्रिट सेन्टर प्राइभेट लिमिटेडले विगत लामो समयदेखि विभिन्न विधाहरूमा ट्रेनिङहरू सञ्चालन गर्दै आइरहेको छ। ती ट्रेनिङहरूमध्ये एउटा चाहिँ यो आज सञ्चालन भइरहेको 15 दिवसीय टिओटी टट अर्थात् ट्रेनिङ फर द ट्रेनर कार्यक्रम हो। यो कार्यक्रममा चाहिँ हामीहरू कसरी ट्रेनर बन्ने र ट्रेनर बन्नको लागि के कुराहरूमा हामीसँग सिप हुनुपर्छ, क्षमता कसरी विकास गर्नुपर्छ भन्ने विषयमा हामीले 15 दिनसम्म हामीले आफ्ना ट्रेनरहरूलाई सिकाउँछौँ र उहाँहरू फिल्डमा जानुभन्दा अगाडि यसरी फाइनल प्रेजेन्टेसन गर्छौँ। त्यस्तै हाम्रो अर्को विधा रहेको छ पब्लिक स्पिकिङ एन्ड पर्सनालिटी डेभलपमेन्ट कार्यक्रम, त्यस्तै जुनियर पब्लिक स्पिकिङ एन्ड पोजिटिभ माइन्डसेट कार्यक्रम, त्यस्तै अर्को रहेको छ 1 मन्थ टिचर्स प्रोफेसनल डेभलपमेन्ट कार्यक्रम, त्यस्तै युट्युब एन्ड भिडियो एडिटिङ कार्यक्रम, सेयर मार्केटिङ क्लास, त्यस्तै 1 इयर इन्टर्नसिप क्लास पनि हामीसँग रहेको छ। प्यारलली यी 7 वटा विधाहरूमा चाहिँ बेलुका 7 बजेदेखि 9 बजेसम्म चाहिँ हाम्रो क्लासहरू सञ्चालन भइरहेका हुन्छन्। र यी क्लासहरूमध्ये कुनै पनि क्लासको विषयमा यदि हजुरहरूलाई जानकारी लिन मन लाग्छ, बुझ्न मन लाग्छ, अथवा चाहिँ यो कार्यक्रम म लिन पाए नै हुन्थ्यो जस्तो लाग्छ भने हजुरहरूले जागरण एकाडेमीसँग पक्कै पनि सम्पर्क गर्न सक्नु नै हुनेछ। अहिले हामी च्याट बक्समा हजुरहरूलाई अफिसको नम्बरहरू उपलब्ध गराउनेछौँ र त्यो नम्बरमा हजुरहरूले कन्ट्याक्ट गर्न सक्नुहुनेछ। अथवा कुनै पनि ट्रेनर, राधिका अधिकारी म्याम, हाम्रो अमरराज सर, कृष्ण कणेल सर, अथवा चाहिँ हाम्रो जयेन्द्र सर, अथवा कोही पनि सरहरूलाई अथवा तारा सर स्वयंलाई नै पनि हजुरहरूले मेसेन्जरमा मेसेज गर्न पनि सक्नुहुनेछ। म इन्ट्रेस्टेड छु हजुरहरूको कार्यक्रम लिन भनेर भन्न सक्नुहुनेछ। आदरणीय व्यक्तित्वहरू, यस्तो महत्त्वपूर्ण दिनमा, यस्तो आजको यस्तो पुण्य दिन भनेर भन्छु, म चाहिँ भन्न रुचाउँछु, किनभने यो आज महान दिन हो जुन दिनमा चाहिँ आज हाम्रो 10 जना प्रशिक्षकज्यूहरू चाहिँ आज चाहिँ एकदमै राम्रो ट्रेनर बनेर मार्केटमा निस्किने दिन हो। त्यसैले यस्तो महान दिनमा आफ्नो व्यस्तताका बावजुद पनि जोडिनुभएका सम्पूर्ण उपस्थित व्यक्तित्वहरूलाई म ट्रेनिङ डिरेक्टरको हैसियतले म मेरो आफ्नो व्यक्तिगत तर्फबाट र आयोजक संस्था जागरण एकाडेमीको तर्फबाट हार्दिक स्वागत गर्दछु। र यो कार्यक्रममा पूर्ण रूपमा आफ्नो सक्रिय सहभागिता जनाइदिनु हुन र यो सक्रिय सहभागिताको सँगसँगै हँसिलो चेहरा देखाएर हैन भिडियो अन गरेर रिनेम गरेर बसिदिनु हुनको लागि यहाँहरू सम्पूर्णलाई हार्दिक अनुरोध गर्दै फेरि पनि यहाँहरू सम्पूर्णलाई म मेरो व्यक्तिगत तर्फबाट र संस्थाको तर्फबाट स्वागत गर्दछु। स्वागतम सुस्वागतम। हस्, धन्यवाद, नमस्कार।